हाम्रो खजुरिया कसरी बन्छ त? सो नमस्ते एभ्रिवान, हजुरहरूलाई त थाहा नै छ होला हामी 3 जना साथी मिलेर एक वर्षमा 50 लाखको फुड कम्पनी बनाउने एउटा लक्ष्य लिएका छौँ। लन्च भएको 5 दिनमै हाम्रो खजुरिया 200 जना भन्दा बढी जनाले ट्राई गरिसक्नु भएको छ र धेरै जनाले रेसिपी पनि माग्नु भएको थियो। एउटा बाटामा 1 किलो मैदा कि त आटा लिनुहोस्, त्यसमा 100 ग्राम घिउ हाल्नुहोस्, शुद्ध घिउ हुनुपर्छ। त्यसपछि हजुरलाई चाहिएको मात्रामा ड्राई फ्रुट्स र कोकोनट्स हाल्नुहोस्। हामी चाहिँ ड्राई फ्रुट्सलाई धेरै मसिनो गरी पिस्दैनौँ, खाँदाखेरि स्वाद पनि आउनु पर्यो हैन र। 50 ग्राम सोफ र सुक्मेल हालिसकेपछि स्वाद एकदमै मिठो आउँछ। आफूलाई चाहिएको मात्रामा चिनी हालेर सबै कुरालाई एक आपसमा मजाले मिक्स गर्नुपर्ने हुन्छ। त्यसपछि दुध हालेर यतिको ठिक्कको ब्याटर बनाउनु पर्ने हुन्छ। धेरै गिलो पनि हुनु हुँदैन, धेरै सारो पनि हुनु हुँदैन। त्यसपछि टक्क टक्क गोलो बनाएर त्यसलाई आफूलाई मन परेको शेपमा तपाईहरुले थिच्न सक्नुहुनेछ। खजुरीलाई बाहिरबाट क्रिस्पी र भित्रबाट सफ्ट बनाउनको लागि मिडियम लो हिटमा मजाले टाइम दिएर फ्राई गर्नुपर्ने हुन्छ। साँच्चै अघि ड्राई फ्रुट्स हालिसकेपछि सुजी पनि हाल्नुपर्छ। सुजीले क्रिस्पी बनाउन हेल्प गर्छ। 1 किलो मैदाको लागि 100 ग्राम सुजी इनफ हुन्छ। त्यसपछि तयार हुन्छ जति बेला जहाँ पनि खान मिल्ने मिठो मिठो खजुरीहरू। हजुरहरूलाई पनि चाहिएको छ भने हामीसँग अर्डर गरेर मगाउन सक्नुहुनेछ।